नमस्ते साथीहरु, स्वागत छ मेरो मिनी ब्लगमा। आजको दिन मेरो यसरी बितेको छ अनि मेरो दिनको सुरुवात यसरी हुन्छ। सबैभन्दा पहिला यो दिवालमा पानी हाल्छु किनभने यता म काम गर्छु। एकजना बिचरा बुढो अंकल हैन ग्राउन्ड फ्लोरबाट सेकेन्ड फ्लोरमा पानी लिएर जाँदै छु, ड्रम भर्दै भनेको थियो। यहाँ से ऊपर लेके जा रहे पानी। नहीं पानी इधर नहीं पानी इधर ऊपर का है कितनी भर के लेके जाते ये इतना नहीं चाहिए बार बार मिलाने के। यो अंकललाई ड्रममा पानी भर भन्दै थियो। अंकललाई पानी भर्न दिए अनि यता साइडमा पानी मार्दिएको छु अनि उता अंकलले पानी भर्दैछ। त्यसपछि साथीहरु म जाँदैछु स्कुल किनभने म्याडमको छोरालाई स्कुलबाट ल्याउनु पर्छ। अहिले टाइम भएको छ 3:44। मान्छेहरु भन्लान् फेरि यो टाइममा के को स्कुल। अनि अहिले म जाँदैछु। 3:44 चाहिँ बासेबेरीको हैन, बिहानबेर चाहिँ म्याडमले छोड्छ। अनि अहिले म म्याडमको छोरालाई लिएर आउँदैछु। अहिले हामीहरु बाटोमै छौं अनि म्याडमको छोरा चाहिँ डर लाग्यो यस्तो चिप्किदिरहा। अनि गाइस के कस्तो लाग्छ मेरो मिनी ब्लग हेरेर साथ सपोर्ट माया देखाइदिनु होला भन्न चाहन्छु। अब हामीहरु जान्ला छौं घरतिर। मिल्ने छु अर्को ब्लगमा। बाइ बाइ।